नमस्कार। आजको भिडियो मार्फत चाहिँ हजुरहरूलाई यो एसआइपी भनेको के हो हैन? यो एसआइपीमा सहभागी हुनलाई के डकुमेन्ट चाहिन्छ? यो एसआइपीको रेट अफ रिटर्न या प्रतिफल कति हुन्छ? त्यसपछि यो कतिको सजिलो छ त है? भन्ने कुरा चाहिँ यो भिडियो मार्फत भन्दैछु हेर्नु होला है त। यो एसआइपी भनेको चाहिँ सिम्पल बुझ्नु होला है त। यो एसआइपी भन्नाले सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान भनिन्छ है। यसको नाम मैले यो सिस्टमेटिक हिसाबले है एकदम डिसिप्लिनमा बसेर रेगुलर मन्थली बेसिसमा हामीले चाहिँ 10 वर्ष 15 वर्ष 20 वर्ष जम्मा गऱ्यौँ भनेदेखि चाहिँ यसबाट कति रिटर्न हुन्छ भन्ने कुरा चाहिँ बुझाउँछ है त। सानो सानो एमाउन्टहरू 1000 2000 अथवा 3000 हामीले मासिक रूपमा अब बचत गर्दै गयौँ भनेदेखि एउटा लङ टर्ममा चाहिँ यसले ठुलो एमाउन्ट चाहिँ हामीलाई रिटर्न दिने भएको भएर यो अलिकति महत्त्वपूर्ण पनि छ है। यो अलिकति बुझ्नु होला किनकि यो धेरैलाई थाहा नहुन सक्छ हैन। किनकि यसको रिटर्न एकछिनपछि म क्याल्कुलेटरमा नै देखाउने छु है। अब नेपालमा यसको प्रतिफल दर चाहिँ नर्मली 10 देखि 15% छ हैन। अब एभरेजमा रेट अफ रिटर्न लिएर एकचोटि हामीले स्क्रिनमा नै हेर्छौँ है। टेक्निकल भाषामा भन्नुपर्दाखेरि चाहिँ यो एउटा ओपन इन्डेड म्युचुअल फन्ड भनिन्छ है। अब म्युचुअल फन्ड भन्नाले चाहिँ कस्तो हुन्छ भने ब्याङ्कले एउटा क्यापिटल आफ्नो टिम भनेर बनाएको हुन्छ हैन। त्यो टिमले चाहिँ विज्ञ ब्याङ्करहरू बसेर त्यो टिमले चाहिँ कलेक्सन भएको फन्ड जुन हामी जस्ता थोरै थोरै पुँजी जम्मा गर्ने व्यक्तिहरूको धेरैजनाबाट पैसा लिएर हैन त्यो फन्डलाई चाहिँ एउटा इन्भेस्टमेन्ट सेक्टरमा हाइड्रोमा हैन अथवा कुनै सेयरहरूमा लगानी गरेको हुन्छ है। र त्यो जोखिम कम होस् भनेर हामीलाई त किनकि धेरै कुरा आइडिया नहुन सक्छ, उहाँहरूलाई आइडिया हुन्छ ब्याङ्कको मान्छेलाई हैन। र त्यही भएर त्यो उहाँहरूले चाहिँ बिक्री गरेर जसरी पनि लसमा नजाने घाटा नखाने हिसाबले हैन उहाँहरूले चाहिँ त्यो फन्डलाई म्यानेज गर्नुभएको हुन्छ है। अब यसरी नै र यो चाहिँ के छ भनेदेखि यो ओपन इन्डेड भन्नुको अर्थ चाहिँ आफ्नो पैसा चाहिँ हामीले फेरि आफ्नो चाहेको बेला यो युनिटको रूपमा हाम्रो एकाउन्टमा रहेको हुन्छ हैन। त्यही भएर आफूले चाहेको बेला चाहिँ यो पैसा फेरि हामीले फिर्ता पनि लिन सक्छौँ है त। र यो एसआइपी गर्नको लागि चाहिँ रिक्वायर्ड डकुमेन्ट के हो त है त त्यो बुझौँ है। एक नम्बरमा हाम्रो ब्याङ्क एकाउन्ट चाहिन्छ है। दोस्रो नम्बरमा डिम्याट एकाउन्ट भनिन्छ है। यो डिम्याट एकाउन्ट चाहिँ हामीले सेयर कारोबार गर्नलाई खोल्नुपर्ने हुन्छ है। अब खोलिएको छैन भने पनि यो सजिलै खोलिन्छ हैन। कुनै पनि ब्याङ्कमा विशेष त नेपालमा यो 5-6 वटा यो एसआइपीहरू अहिले सञ्चालनमा छ हैन। त्यो ब्याङ्कहरूमा गएर चाहिँ हजुरहरूले सजिलै यो चाहिँ डिम्याट एकाउन्ट पनि खोल्न सक्नुहुनेछ है त। अब तेस्रो नम्बरमा चाहिँ हजुरहरूको यो प्यान कार्ड चाहिन्छ है। प्यान कार्ड पनि चाहियो। त्यसपछि हजुरहरूको नागरिकता चाहिन्छ हैन। पिपी साइजको फोटो चाहिन्छ है। यो सबै डकुमेन्ट चाहिँ हजुरहरूले स्क्यान गरेर है यसलाई ब्याङ्कमा धाउने अथवा आफै फिजिकल्ली उपस्थित हुनुपर्ने आवश्यक छैन हैन। हजुरहरूले चाहिँ कुन चाहिँ ब्याङ्कको हजुरहरूलाई यो एसआइपी मन परेको छ अथवा रेट अफ रिटर्न राम्रो छ हैन त्यो ब्याङ्कको चाहिँ यो क्यापिटल मर्चेन्ट उस वेबसाइटमा गएर हजुरहरूले आफैले रजिस्टर गरेर हैन अनलाइन रजिस्टर गरेर यो एसआइपीमा चाहिँ सहभागी चाहिँ हुन सक्नुहुनेछ है। अब यसको रेट अफ रिटर्न या प्रतिफल पनि एकचोटि हामीले कति हुँदो रहेछ त है एउटा एभरेज रेट लिएर हामीले क्याल्कुलेट गरेर नै हेरौँ है त। एसआइपीको रेट अफ रिटर्न क्याल्कुलेटरबाटै एकचोटि हामीले हेरौँ हैन। मैले नेभल इन्भेस्टमेन्ट ब्याङ्किङ लिमिटेडको चाहिँ एसआइपी क्याल्कुलेटरबाट क्याल्कुलेट गर्दैछु है। अब यसमा हेरौँ है मैले सिम्पल सानो एमाउन्ट राखेको छु है। यसमा मैले मन्थली इन्भेस्टमेन्ट गर्दाखेरि हजुरको यो 2000 रुपियाँ राखेको छु हैन। अनि एक्सपेक्टेड एनुअल रेट अफ रिटर्न है अब नेपालमा 10 देखि 15 को एभरेज छ भने मैले बिचमा 12% राखेको छु है। र यो हामीले 15 वर्षको लागि गर्दैछौँ भनेपछि मन्थली 2000 को दरले हामीले 15 वर्षसम्म चाहिँ हामीले जम्मा गऱ्यो भने यसबाट हामीलाई रिटर्न कति हुन्छ है त्यही हजुरलाई देखाउन गइरहेको छु है। अब यसको एकचोटि हेरौँ है त यो राइट साइडमा कति रिटर्न हुँदो रहेछ। अब हेर्नुहोस् है। अब यसमा हामीले एक्सपेक्टेड फ्युचर भ्यालु भनेको 10 लाख रुपियाँ भयो है। हजुरहरूले 2 लाख रुपियाँको दरले 15 वर्षसम्म जम्मा गर्दा आफ्नो एमाउन्ट 3,60,000 जम्मा गर्नुभयो भने यसको गेन हामीलाई 6.5 लाख रुपियाँ भयो भने चाहिँ हामीले 10 लाख रुपियाँ चाहिँ फिर्ता पाउँदो रहेछ भनेपछि अब बुझ्नु यो एसआइपीको भ्यालु कति छ, यो एसआइपी कति इम्पोर्टेन्ट छ हेर्नुहोस् होला है। जस्तो अब यसमै हामीले मानौ अर्को इक्जाम्पल ल्याउँ हैन। अब यो 2000बाट हामीले 3000 गऱ्यौँ भनेदेखि हजुरको यो 3000 यसमा 3000 गऱ्यौँ भनेदेखि सिम्पल बुझौँ कि 3000 गरेर क्याल्कुलेट गर्ने हो भने हजुरहरूको रिटर्न हेर्नुहोस्। अब यसमा 15 लाख रुपियाँ हामीले 15 वर्षपछि 15 लाख रुपियाँ पाउनुपर्छ। जम्मा हामीले 5,40,000 रुपियाँ हामीले इन्भेस्टमेन्ट गरेको छौँ भनेदेखि
यसको रिटर्न हेर्नुहोस्, थप 9,73,000 जोडिएर चाहिँ 15 लाख रुपियाँ चाहिँ हामीलाई रिटर्न हुने रहेछ है त। भन्नुको अर्थ यो के हो भने यो कम्पाउन्डिङ बेसमा हजुरहरूको यो पहिलो वर्ष जति हामीलाई हाम्रो फाइदा हुन्छ होइन, त्यो जोडेर फेरि अर्को वर्ष जोडेर यसरी कम्पाउन्डिङ रूपमा यसले दिने रेट अफ रिटर्न चाहिँ कम्पाउन्डिङ रूपमा जोड्दै गएर यो चाहिँ सेक्योर एकदम हिसाबले चाहिँ यो 15 वर्षपछि चाहिँ 15 लाख रुपियाँ आउने देखियो है। त्यही भएर हजुरहरूले पनि एकचोटि एसआइपीको बारेमा अझै आफैले अनलाइन एकचोटि सबै कुरा बुझ्नु होला है त। अब हजुरहरूले देखिहाल्नुभयो होइन, एउटा यो हजुरहरूको मासिक 1,000 अथवा 2,000 सानो एमाउन्ट जम्मा गरेर हामीले 15 वर्षपछि कति ठुलो होइन एमाउन्ट हामीलाई रिटर्न भयो, ताकि कम्पाउन्डिङ भएर है, जस्तो जति 1 वर्षपछि जति रिटर्न आउँछ 12% दरले त्यो फेरि हाम्रो सामामा जोडिन्छ, फेरि त्यसको पनि कम्पाउन्डिङ गरेर फेरि सामामा जोड्दै हेर्नु त रिटर्न कति धेरै आयो है। त्यही भएर यो हजुरहरूले चाहिँ यो एकदम झन्झटिलो नसोच्नु होला, यो सजिलो छ होइन, तर मात्र के भने एउटा सिस्टमेटिक भएर चाहिँ हजुरहरूले प्लानबद्ध रूपमा एकदम रेगुलर रूपमा हजुरहरूले जम्मा गर्दै गर्नुभयो भने पछिको दिनमा चाहिँ हजुरहरूलाई एउटा मोटो रकम ठुलो रकम आउने भएर यो अलिक महत्त्वपूर्ण छ है। अझै भनौँ विदेशमा बस्ने दाजुभाइहरूको लागि त यो अलिकति सजिलो पनि छ यो, किनकि हजुरको अनलाइनै हामीले गर्न सकिन्छ होइन, यसमा त्यति झन्झटिलो छैन होइन। अब यसमा यदि हजुरहरूले चाहनुभयो भने नेक्स्ट भिडियो कसरी यो रजिस्टर गर्ने होइन, यसमा सहभागी कसरी हुने त्यो पनि बताउने छु है। यस्तै जानकारीमूलक भिडियोहरू म बनाउँदै जानेछु। मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला है, यो भिडियो लाइक गरिदिनु होला, सेयर गरिदिनु होला है। मैले अरू अन्य भिडियोहरू पुराना भिडियोहरू पनि बनाएको छु, जस्तै CIT नागरिक लगानी कोष के हो होइन, SSF सामाजिक सुरक्षा कोष के हो, यसका के फाइदा छन् त्यसको बारेमा पनि बनाएको छु है। हेर्नु होला मेरो भिडियोहरू, लाइक गरिदिनु होला है। हस्त नमस्कार।